हेलो माई युट्युब फ्यामिली। आज चाहिँ म बिहान छिट्टै उठेको, त्यही भएर यो चाहिँ मेरो बिहान भनौँ कि दिनभरि भनौँ, दिनभरिको मेरो रुटिन चाहिँ यही हो। हरेक दिन हुने काम चाहिँ मेरो यही हो। म चाहिँ भिडियो एडिट गर्नहरू चाहिँ आउँदैन के मलाई, जस्तो आउँछ त्यस्तै गरिदिन्छु। अनि पछाडिबाट मेरो छोरी हेरे दादा बाबा बोलाइरहेछ उसले, एक्लै छ नि त, उसलाई नि एक्लो फिल हुन्छ के अरे। अनि त्यही भएर रुम सफा गर्नै मलाई चाहिँ लगभग 1 घन्टाभन्दा धेरै लाग्छ हो, किनभने बच्चासँग हुन्छ, बच्चाले सबै दाङदुङ पारिदिन्छ। मेरो चाहिँ एउटा मात्रै रुम हो, एउटा मात्रै रुम भएपछि यो त्यो सबै सामान त्यसमै अट्याच गर्नुपर्छ नि त, सबै त्यही राख्नुपर्ने हुन्छ, त्यही हुन्छ। अनि छोरीले भेट्ने जति चाहिँ सबै छोरीले बत्काइदिन्छ। मेरो छोरी चाहिँ अब यो आउने 20 गते चाहिँ मेरो छोरी चाहिँ 1 वर्ष हुन्छ है। अनि पहिला सानोमा भन्दा चाहिँ अहिले चाहिँ धेरै चकचक गर्ने भएको छ कि, धेरै चकचक गर्ने, ङिङ गर्ने, मलाई धेरै सताउने भएको छ। अनि बच्चासँग हुँदा त्यस्तै हो, कति गाह्रो हुन्छ, कति गाह्रो। अनि अहिले चाहिँ मसँग कोही पनि छैन। पहिला चाहिँ मेरो दाइको छोरी हुनुहुन्थ्यो पछि, अनि अहिले चाहिँ ऊ पनि गाउँ गएको छ। अनि एकजना दिदी हुनुहुन्थ्यो, दिदी पनि काममा जानुभएको छ कि। अनि अहिले चाहिँ म मात्रै हो, म मात्रै भन्दा नै छोरी र म मात्रै हो। बिहान उठ्यो, रुम सफा गर्यो, त्यही त हो नि। बिहान उठेर रुम सफा गरेर छोरीले खाना पकाएर खुवायो। अनि फेरि मेरो छोरी चाहिँ फेरि सुत्छ कि। बिहान उठेर म चाहिँ बिहान केही पनि खाँदिनँ, त्यही तातो पानी 1 गिलास खान्छु। अनि त्यसपछि छोरीलाई पकाएर खुवाउँछु। अनि अलिक छिटै उठेछु भने चाहिँ अलि ढिला कल गर्छु क्या म बुढालाई। अलि ढिलो उठेछु भने चाहिँ उठ्ने बित्तिकै कल गर्छु। मेरो बुढा चाहिँ साउदीमा हुनुहुन्छ। अहिले चाहिँ म छोरीले खाना पकाउन लाग्यो, हेर न, सँगसँगै आउँछ हो, सँगसँगै खाना पकाएर खाइसकेँ। अब मेरो छोरी सुताउन लाग्यो मैले। कफरमा सुत्नु भनेपछि मेरो छोरी लास्टै उयो गर्छ हौ, खुसी हुन्छ कि, धेरै खुसी हुन्छ। तर आजभोलि चाहिँ गर्मी बढ्दै गएको छ नि त, अनि कोख्रोमा सुत्दा अलि उसलाई गर्मी हुन्छ क्या अरे, अलि उयो गर्छ। अनि म चाहिँ छोरी सुताइसकेपछि मात्रै मुख धुन्छु, दाँत सात माझेर फ्रेस हुन्छु। अनि छोरी सुतेको मौका छोपेर मुखसुख धोएँ, हात खुट्टा धोएँ, अनि भाँडाकुँडा माझेँ, लुगा धोएँ। छोरीको लुगाहरू यति धेरै थियो। हरेक दिन गर्ने काम चाहिँ मेरो चाहिँ यही हो है। मेरो छोरी सुने पछाडि। अनि लुगा धोइसकेँ, लुगा धोएर सबै काम सिधाएर आउँदा मेरो छोरी पनि उठेछ। अनि भात पकाएर खाएँ, खाना पकाएर खाएँ, आमा छोरी दुइटै। अनि चाहिँ दिनभरि के गरेर बस्नु, खाना पनि खाइसक्छ, मेरो चाहिँ काम पनि सबै सक्छ। अब चाहिँ फ्री हुन्छु म, दिनभरि नै फ्री हुन्छु। एउटा छोरी हेर्ने मात्रै हो। खाना खाइसकेर यो चाहिँ मैले छोरीको लागि जामा भन्छ कि खोइ के भन्छ, त्यो बुन्दिन लाग्यो। कहिले सकिँदैन हो यो पनि, अब टाइमै हुँदैन। अनि एकछिन बुनेँ हतार, अनि फेरि अब दिनभरि कता कता घुमेँ, छोरीले घुमाउन लगेँ के गरेँ। अनि अहिले चाहिँ बेलुकाको खाना खान लाग्यो। अब खाना खाइसक्यौँ, खाना खाएर छोरीलाई नि खाना खुवायो। सबै त क्यामेरामा कहाँ रेकर्ड गर्न सकिन्छ र होइन। ल मेरो छोरी हेर्ने तपाईँलाई नमस्ते, हेलो, हाई, भाइ गर्दैछ। अब चाहिँ भिडियो सक्यो। बच्चासँग यति दुःखले भिडियो बनाएको छु। सबैजनालाई लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला सबैजनालाई। अब चाहिँ अर्को भिडियोमा भेटौँला। बाई बाई सबैजनालाई।